दर्शकबिन अहिले रहेको छ हामी काठमाडौँ जिल्ला क्षेत्र नम्बर 8 मा प्रत्यक्ष निर्वाचन फागुन 21 गतेको निर्वाचनको लागि यहाँ आउनु भएका छ उम्मेदवारहरूसँग। विशेष त हाम्रो वैदेशिक उद्धार केन्द्रको अध्यक्ष पनि इन्द्रलाल गोले पनि हामीले यहाँ देखिरहेका छौँ र अन्य प्रतिनिधिहरू हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गर्नेछौँ। हजुर नमस्कार। नमस्कार। आज तपाईले यो डोको पनि यो खला पनि तयार पारिराख्नु भएको छ, यो विशेषता के छ? यसमा हाम्रो 8 नम्बरको हाम्रो प्रत्यक्ष निर्वाचनमा लड्दै हुनुहुन्छ हाम्रो मित्र साईजी, उहाँलाई शुभकामना व्यक्त गर्नलाई आएको थियो। मैले शुभकामना गरेँ हजुरले। यो डोको चिन्ह पनि ल धन्यवाद। के छ तपाईहरुको यो चिन्ह नै डोको? कुन पार्टी हुनुहुन्छ यो तपाईहरु? यो नेपाल जनता संरक्षण पार्टीको डोको चिन्ह। अझ चाहिँ प्रत्यक्षमा यसले 8 नम्बरबाट चाहिँ लड्दै हुनुहुन्छ भने समानुपातिकमा चाहिँ म छु, म इन्द्रलाल गोले, ताकि वैदेशिक रोजगार उद्धार नेपालको अध्यक्ष, सामाजिक अभियन्ता भन्छौँ हामी। त्यसकारणले उहाँलाई सहयोग गर्नको लागि साँच्चै नै यो देशलाई शान्तिको बदला शान्ति नै ल्याउनुपर्छ, शान्तिको विकल्प शान्ति नै हुन्छ र यो देशलाई बुद्ध राष्ट्र घोषणा गर्नको निमित्त हामी सबैजना यो नेपाल जनता संरक्षण पार्टीले जनताको संरक्षण गर्ने, गरिब दुखी असहाय निसहाय विदेशमा अल्पत्र अप्ठ्यारो र अङ्गभङ्ग भएका मृत्यु भएका सबहरूलाई हामीले नेपालमा ल्याउँछौँ। करिब 18 वर्ष भइसकेको छ यो क्षेत्रमा हामीले काम गरेको। यस कारणले विश्वासका साथ यो 8 नम्बरका हाम्रो सम्पूर्ण हाम्रा मतदाताज्यूहरूलाई हाम्रो दिनेश साईजीलाई डोको चिन्हमा छाप लगाएर विजय गराउनलाई म सामाजिक अभियन्ताको हैसियतले पनि यहाँहरूलाई विनम्र अनुरोध गर्दछु र समानुपातिक तर्फबाट म इन्द्रलाल गोले र तपाईँको दुःख सुखमा सहयोग गर्ने सहयोगी आएको छु। म तपाईँको घर दैलोमा सबैले चाहिँ भोट दिएर डोको चिन्हमा भोट दिएर विजय गराउनलाई मैले निवेदन गरेँ। धन्यवाद। हामीले चाहिँ आज नेपाल जनता संरक्षण पार्टीबाट म दिनेश साई 8 नम्बर क्षेत्रबाट चाहिँ यो देशको अब फागुन 21 गते हुने सङ्घीय प्रतिनिधि सभा सदस्यको लागि चाहिँ उम्मेदवार दिएको छु र हामीले चाहिँ उम्मेदवारीको हाम्रो दिनुको मुख्य कारण पनि हाम्रो चाहिँ देश बुद्धको देश भएकोले चाहिँ हामीले चाहिँ शान्ति हुनुपर्छ भन्ने चाहिँ हाम्रो एउटा मेन उद्देश्य पनि हो। साथै हामी विभिन्न हाम्रो यो पार्टीमा विभिन्न सामाजिक अभियन्ताहरू विभिन्न सामाजिक क्षेत्रमा कार्य गरेको अनुभव पनि हामीसँग धेरै छ र जनताले त्यही आधारमा पनि यसपालि चाहिँ हामीले भोट हाल्छ पनि एउटा विश्वास त्यो पनि भयो। साथै म पनि एउटा चाहिँ यो क्षेत्रमा यो पशुहरूको लागि चाहिँ यो असहाय दिन यो सामुदायिक अल्पत्र परेका पशुहरूको लागि पनि म काम स्वयं आज 10औं वर्षपछि काम गर्दै आइरहेको छु र साथै मलाई चाहिँ यो कुकुर प्रेमीहरू जति पनि पाल्ने छ या सामुदायिक कुकुरहरूलाई माया गर्नेहरूले उहाँले पनि मलाई विश्वास भएकोले पनि म उम्मेदवार दिएको छु। अनि अर्को कुरा चाहिँ अब यो देशमा चाहिँ भ्रष्टाचार धेरै पनि भइसकेको छ। अब भ्रष्टाचारमा कुनै ऐन कानुनी छैन, गर्नेले जति पनि गरिसक्यो। अब ऐन कानुन बाट समाज भनेर पनि डरले पनि यो देशको सिंहदरबारमा जलाइसक्यो, न्यायालय पनि जलाइसक्यो, सबै जलाइसक्यो। उनीहरूलाई पनिसमेन्ट गर्ने चाहिँ कुनै पनि अहिले चाहिँ निकाय चाहिँ अहिले हामीले शून्यबाट सुरु गर्नुपर्ने भएकोले अब हामीले चाहिँ चुनाव चिन्ह डोको लिएर अब यी भ्रष्टाचारीहरूलाई हामीले चाहिँ डोकोमा राखेर चाहिँ यो चाहिँ फाल्ने किसिमको उद्देश्यले पनि हामीले चाहिँ एउटा उम्मेदवारी दिएको हो। साथै हामीले चाहिँ योभन्दा अगाडि पनि सामाजिक कार्यहरूमा विभिन्न आफ्नो टोल छिमेकमा सामाजिक कार्यहरू विभिन्न विकासका कार्यहरू पनि हामी गर्दै आइरहेका छौँ र मेन भनेको चाहिँ अब यो देशमा चाहिँ शान्ति चाहेको छ। हामी चाहिँ बिल्कुलै पनि हामी आन्दोलन जुलुस नारा हामी त्यो चाहँदैनौँ, हामी शान्ति चाहन्छौँ। यो शान्तिबाट नै हामी चाहिँ यो देश चाहिँ बनाउन खोजेको छौँ। त्यसैले पनि यो 8 नम्बर क्षेत्रमा चाहिँ मैले चाहिँ उम्मेदवार दिएको छु। जित्ने कस्तो अवस्थाको छ, कस्तो माहौल छ यो क्षेत्रमा तपाईको? यसपालिको उम्मेदवार म स्वयंले चाहिँ उम्मेदवार दिएको होइन। यो 8 नम्बर क्षेत्रको मतदाताहरू आफ्नो चिन्तानका साथीभाइ सबैले चाहिँ तपाईँ यसपालि चाहिँ उठ्नुपर्छ। अब देश चाहिँ एकदम अब शून्य लेभलमा पुगिसक्यो। अब चाहिँ फ्रेसर तपाईँहरू जस्तो बिल्कुल नयाँले चाहिँ अब नयाँ तरिकाबाट चाहिँ उठ्नुपर्छ भन्ने चाहिँ जन आवाजहरू आएको हुनाले चाहिँ उहाँहरूको आवाजको लागि नै समेटेर चाहिँ मैले उम्मेदवार दिएको हुँ। हस् धन्यवाद। हस् धन्यवाद।